हेलो गाइज वेलकम बैक टू माई युट्युब च्यानल आई होप सब सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम सन्चै अनि आरामै छु भन्नुपर्छ आज हामीले विशेष के भिडियो बनाएको छु भनेर जो थम्बनेल हेरेर थाहा सक्नुभएको होला है त आज चाहिँ हामी मटन लिन जाँदैछु म आज त बाख्रा काट्दैछ अरे तल्लो घरमा है त काटिसक्नु भयो होला सायद म जाँदैछु र त्यो के छ त्यहाँ काट्दैछन् के हुन्छ अवस्था त्यहाँको सही देखाउने छु भिडियो चाहिँ लास्टसम्म हेर्दै गर्नु होला र च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नु होला प्लिज है त यो मलाई नबोलाएर एक्लै काट्ने हो अंकल गुड मर्निङ गुड मर्निङ को मरेछ खान्छु ठीक छ बाख्रा मरेछ त बाख्रा मरेछ है भएपछि 10 किलो 800 ग्राम हैन अघि 10 20 भनौं न 20 भयो ल 20 किलो 30 यो कताको 30 यतिले पुग्छ अब ल किन पुग्दैन यहाँ हाल न यहाँ छ नि अझै 15 गुणी छ 30 बढी हुन्छ तपाईलाई काम चाहिँ गर्नुहुन्छ के यो प्याट गा भाइ गा भाइ के हुन्छ त्यसलाई पाडा सदर लेको ल्याउन गान्छ को लात लाँदै नि लातले हैन घोडा लागो ओहो माने बका मात्र जसरी पनि पुग्छ बाजी दिन्छु स्कुल सुरु भयो अंकल स्कुल सुरु भयो 20 पुग्यो आज सटरडे त्यही भएर बोसन लिएर आउनु भएको थियो बस आउँछ भोलिदेखि अहिले छैन मामा भोलि बस आउँछ बसै छैन मलाई नि लैजानु पर्यो कति बजे 8 बजे 9 बजे मात्रै छ 8-9 बजे हो बिहानको त छैन मर्निङ क्लासको त आज चाहिँ यो काटेको एकदम ठुलो बाख्रा थियो आज चाहिँ बेलुका गऱ्यो अब भोलि चाहिँ मेरो बर्थडे है त साथीहरू पनि आउँछु भने त्यसैले चाहिँ मासुको व्यवस्था भइसकेको छ है त साथीहरू देख्न सक्नुहुन्छ को आउनुहुन्छ भोलि आज चाहिँ आज काटेको आज नै राखौँ भन्ने कुराले चाहिँ अङ्कल हिजोको कुरा गर्नुभएको थियो मैले त्यही भएर चाहिँ आज लिन आएको हजुरलाई आएको चिया चाहिन्छ होला नि त लाउरे ल्याइदे काले भाइले चाहिँ काम डर गर्छ कि अङ्कल आउनु गुड मर्निङ गरिदिनु होइन कार्य नभए यहाँ काम पिलाको अनि यो हो कि हो ओइ पानी कति ठुलो आउने रहेछ पानी त भाइ काले घरको माउ झन् के फोटो नदेखेको 33 किलो भएको अस्ति नै गयो त्यो घर पुग्छ मामा उतै भाग्ला उतै आइदैन कता भाग्ला यो यार अहिलेसम्म मासु काटेर नभ्याउनु भयो यार यो त 12 यन्त्र हुन्छ यतै भाग्ला भने भन्छु त अब छिटो मान्छे भएर आइपुग्नु भयो
यो ठ्याक्कै खुट्टा हिसाब ए उहाँ रहेछ नि त 24 यो 3 किलो आज मासु धेरै नै भएको छ है त साथीहरू म खासै बजारबाट मासु किनेर खाँदिनँ र तरकारी पनि बजारबाट कहिले किनेर खाँदिनँ मैले हाम्रो चाहिँ यहीँ टनेलमा चाहिँ हजुर चाहिँ सबै अङ्कलहरू सबै तरकारी लगाउनु भएको छ म सधैँ यहीँबाट खान्छु यहाँ भएपछि खान्छु अरू बजारबाट चाहिँ किन्दिनँ प्रायः जस्तो अरू सामान चाहिँ किन्छु यसमा चाहिँ तरकारीहरू प्रायः जस्तो यहीँबाट किन्छु अनि मासु पनि यहीँबाट मेरो सबै हुन्छ अहिले पनि र मासु बजारबाट पनि कहिले खाँदिनँ मैले बजारको अहिले मलाई त्यति राम्रो पनि लाउँदैन यहीँ एकदम राम्रो पाउँछ है त अनि ताजा पनि पाउँछ त्यसैले यहीँ खान्छु एकदम राम्रो लाग्छ अङ्कलले नजिक भएर पनि एउटा हामी छिमेकी हो यो नजिकै हो र हामी चाहिँ सबै कुराहरू चाहिँ सेयर गर्छौँ होइन यो मासु चाहिँ जहिले पनि ताजा पाउँछ है त कुखुराहरू त झन् सबै प्रकारको कुखुराहरू पनि पाउँछ खानको लागि र हजुरहरूले आएर लोकल खानेपछि अर्डर गर्नु पनि सक्नुहुन्छ है त एकदम ताजा छ देख्नु भयो यहाँ पानीले एकदम सरसफाइ गर्ने है त पानी छ छानेर काट्यो है यसलाई देख्छ अरू भए त मिलाइदिनु फेरि दुईटा डल्ली साला मात्र नि खान्छ कि कोही ल ए हात नै सिधा कान्छ काकाले कति हो यता खाँदा खान्छ खायो भने त टेलर यता कति 3 किलो ए काकाले 3 किलो देख्यो 4टा 5टा छैन होला यसले 6टा 7टा ए बाख्रा मासु तपाईहरुलाई चाहिनु भयो नचाहिनु भयो 10टा 11टा बाजेले कति बनाउनु भयो यहाँ त्यो सबै मिलाएर एउटै पुऱ्याउनु बाजे धेरै नि भयो नि यत्रो अब यो फेरि एउटा एउटा हुन्छ हुन्छ मामा खक्लक्क पारेर तेरा कोही नखाने रे एउटा नसक्नु नपुग्नु के हो यो भित्र दिनु भित्र नाम के भन्थे फेरि हाल्यो यो सेना सोध्नु त 50 राम्रो सानो भइहाल्छ नम्बर कति थियो म यादै गरेन भाइ त्यो मासुहरुमा यस्तो उस्तो भन्ने धेरै जस्तो फर्काइरहन्छ के त्यतातिर यसो बुझ्नु त भाइ मैले जोख्नु हाल्नु पुगेन कि यो के चिन्ताले भन्नु तिम्रो एकटामा हालिने हुन्न कसको हाम्रो 5 किलोको ठाउँमा ए त्यो प्लास्टिक डाटी गरेर कान्छ जम्मी एक लौटी कान्छ हजुर त्यो प्लास्टिक डाटी हाल्नु त यसो लिनु एउटैमै हाल्नु त 5 भाग एउटैमै हाल्नु त एउटा प्लास्टिकमै 5 भाग हो त्यही भएर मान्छेले भन्छ नि जो लोभी हुन्छ नि त्यही मान्छेलाई नौसान हुन्छ थाहा छ लोभी हैन मैले खुल्ला हुनुपर्छ तपाईँले खाट्टे निकाल्यो भने त्यो मासु तपाईँले पर्ने ध्यान गाडीले हाल्दै के भयो अलि भाडा बोल्नु नि त के हेरेको बस काट्नु ल यहाँ बस ल धान्द्रुको जाँदाखेरि बाल्टी फुटेको थियो अब यहीँ बसिदिन्छु म त बसमा मामा बाल्टी मुख लाग्छ लाउँछ मामा बस्नु भयो र बाल्टी अना अन्डै अन्डा निस्किन्छ यहाँ अन्डा हालेर पकाएको अन्डा 90 परिछ 4 किलो मोटाउनु जाने बसको सिटमै तपाईँहरूको उमेरमा 65 वर्ष आजकै 65 भन्दा भएन यहाँ धेरै मोटाको त धेरै वर्ष भयो अहिले त 30 किलो जति होला तपाईँ त्यसै नै अहिले नि छ हजुर चढ्दो उमेरमा त्यति भएको अब अहिले कति होला 45 किलो त अझै छ नि हड्डी छ नि पुरो होइन नि 45 50 होला हारी छ है 48 चढ्दो उमेरमा त 65 भन्दा पुग्यो हैन तपाईँ कहाँ हड्डीले ल सर खा दो त रसियानीको बिहान गाना के मलाई बस है रेड ल भइसक्यो ल ल है सबैलाई लासो
लगाइज खानासाना खाएर मासु लिएर आइसकेको छ मिठो चाहिँ भेटुवा बनाउनु भएको आज आन्टीले है त हामी धेरैजना पनि खायौँ अनि धेरैजना चाहिँ भित्र ठुल्ठुलो बुवाहरू हुन्छ दाइहरू हुन्थ्यो अलिक भिडियो बनाउनु अलिकति खाएको भिडियो दिदी बनाउनु अलिकति लाज मान्नुहुन्छ कि सबैजना त्यहाँ देखाउन सकिनँ है त ल आजको लागि चाहिँ यति नै भनौँ अब यो मासु चाहिँ मेरो बर्थडे आउँदैछ त्यसको लागि चाहिँ रेडी गरेको ल भिडियो चाहिँ लास्टमा हेर्नुभयो धेरै धेरै धन्यवाद र च्यानललाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला।